ल है साथीहरू, मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। मैले सुरु गरेँ। पहिला चाहिँ झ्यालस्याल खोलेर मजाले हावा भित्र छिर्छ, भित्रको गन्ना आउने हावाहरू बाहिर जान्छ। टक्क खाना खानु भएको रहेछ। थालसाल बाहिर राखेर टेबल पुसेर मजाले सिरानीको कभर निकालेर गुटुमुटु बनाएर बाहिर फालिसकेको छु। अब चाहिँ बिस्तारामा धुलो माटो रौँहरू हुन्छ नि त, बिस्तारा पनि झाडुसाडु मारेर भुइँमा झाडु मारेर टक्क बनाइसकेको छु। अनि म जस्तै घरभित्र बसी बसी मिनी ब्लगहरू बनाउने अरू को हुनुहुन्छ कमेन्ट गर्नुहोला। अनि मेरो यो फेसबुक आइडीलाई पनि फलो गर्नुहोला, टिकटक आइडीलाई पनि फलो गरिदिनु होला। अनि मैले यस्तै यस्तै भ्लगहरू बनाएको हुन्छु। सबैजनाले माया गरेर साथ सपोर्ट दिनुहोला भन्न चाहन्छु। ल है, मैले चाहिँ तन्नासना मिलाएर टक्क टुकुक बनाइसकेको छु। अब ब्ल्याङ्केट पातलो ब्ल्याङ्केट हालिसकेको छु। टावेल सावेल पनि मिलाउनुपर्छ, कस्टमरहरू टावेल माग्नुहुन्छ नि त। टक्क पहिला मिलाएर राख्यो भने सजिलो हुन्छ। अनि मिलाएको बेडमा चाहिँ बसेर टक्क लाएर सिरानीको कभर सबर राखेर पनि मिलाइसकेको छु। हजुरहरूले पनि यस्तै यस्तै भिडियोहरू बनाएर पैसा कमाउन सक्नुहुन्छ। फेसबुकमा मजाले अपलोड गर्नुहोला। ओरिजिनल कन्टेन्ट हाल्ने हो भने मजाले 2-4 रुपियाँ पनि दिन्छ। 2-4 रुपियाँ पनि कसको हो र, आफ्नो मेहनतको हो। अब चाहिँ बाथरुमतिर लागेँ म। हाम्रो बाथरुमहरू यस्तै छ। हार्पिक सार्पिक हालेर घोटघाट बनाएर झलक्क उज्यालो चाहिँ बनाउनु पर्यो होइन। ल है, मैले चाहिँ बाथरुम साथरुम धोएर पनि भ्याइसकेको छु। अनि अब हात धुने बेसन पनि धुनु पर्यो। मजाले साबुन लाएर धोइसकेको छु। ल है, सेन्ट मारेर मेरो रुम यत्तिको भइसकेको छ।